नमस्कार सबैजनालाई, वेलकम ब्याक। मैले स्टक मार्केट सम्बन्धीका केही जानकारीहरू दिने क्रममा शेयर बजार सम्बन्धी केही भिडियोहरू बनाएको थिएँ। यसै क्रममा आज मैले तपाईहरुलाई बैंक वित्तीय संस्था र शेयर कारोबार गर्दाखेरि अथवा वित्तीय क्षेत्रमा कारोबार गर्नका लागि केवाईसी खोलिन्छ, नो युवर कस्टमर भन्छ, ग्राहक पहिचान विवरण खोलिन्छ। त्यो खोल्न किन आवश्यक छ र केवाईसी विवरण खोल्दा के हुन्छ र आफूले केवाईसी विवरण खोल्नु किन महत्त्वपूर्ण छ भन्ने विषयमा छ। केवाईसी विवरण खोल्न र केवाईसी विवरण खोल्नु किन आवश्यक छ, किन आफूलाई इम्पोर्टेन्स छ, केवाईसी खोल्दा के हुन्छ, नखोल्दा के हुन्छ। केवाईसी कहिलेकाहीँ तपाईहरुलाई बैंकले, वित्तीय संस्थाहरूले चाहिँ तपाईले खाता खोल्नु भएको छ, यो खाता रिन्यू गर्न आउनुहोस्, यहाँ डिमान्ड खाता अथवा शेयर कारोबार खाता अथवा चाहिँ बैंक वित्तीय खाता खोलिएका चाहिँ तपाईको खाताहरू खोल्नका लागि, खोलिएका खाताहरू रिन्यू गर्नका लागि तपाईहरुलाई चाहिँ बोलाइरहेको हुन्छ कि यो रिन्यू गर्न आवश्यक छ र किन आवश्यक छ भन्ने विषयमा तपाईलाई म जानकारी दिइरहेको छु। केवाईसी भनेको के हो पहिला बुझौं। केवाईसी भनेको चाहिँ कुनै पनि संस्थामा तपाईले आफ्नो खाता खोल्नको लागि आफ्नो व्यक्तिगत विवरण, तपाई को हो, तपाईको चिनारी राख्नका लागि भरिएको एउटा विवरण हो। तपाईलाई चिन्नको लागि। तपाईलाई किन चिन्नुपर्छ भन्दाखेरि तपाईले आफ्नो सम्पत्ति त्यो सम्बन्धित बैंक, सम्बन्धित ब्रोकर खाताबाट शेयर कारोबार, सम्बन्धित बैंकमा तपाईले आफ्नो सम्पत्ति डिपोजिट गर्नुभएको हुन्छ र अथवा तपाईले लोन लिनु भएको हुन्छ। त्यो आफ्नो सम्पत्ति त्यहाँ डिपोजिट गर्दाखेरि त्यो बैंक वित्तीय संस्था अथवा चाहिँ जहाँ गएर तपाईले खाता खोल्नु भएको हुन्छ त्यो संस्थाले तपाईलाई चिन्नुपर्ने आवश्यक पर्छ। त्यो बैंक जुन त्यो वित्तीय संस्थाहरूको पाटोबाट हेर्दाखेरि, तपाईको पाटोबाट हेर्दाखेरि तपाईले आफ्नो केवाईसी त्यहाँ भर्नु किन आवश्यक छ त भन्दाखेरि तपाईले आफ्नो सम्पत्ति त्यहाँ कारोबार गर्दै हुनुहुन्छ। तपाईले मेहनत गरेर कमाएको पैसा, तपाईले मेहनत गरेर कमाएको पैसाबाट तपाईले शेयर कारोबार गर्दै हुनुहुन्छ। मेहनतबाट कमाएको पैसाले तपाई पैसा लगेर तपाई बैंक वित्तीय संस्थामा डिपोजिट गर्दै हुनुहुन्छ, हैन। त्यो सम्पत्तिलाई सुरक्षित राख्नको लागि कसरी सुरक्षित गर्न सकिन्छ त भन्दाखेरि तपाईले आफ्नो व्यक्तिगत विवरण त्यहाँ जति राम्ररी तपाईले इन्फर्मेसन दिनुभयो, जति व्यक्तिगत विवरणहरू राम्रोसँग तपाईले अपडेट गरिदिनु भयो, त्यति सुरक्षित हुन्छ। र तपाईले आफ्नो केवाईसी विवरणमा भर्दाखेरि तपाई किन केवाईसी विवरण भरिन्छ त भन्दाखेरि एउटा तपाईले कानुनी जुन बैंक वित्तीय संस्थामा गएर तपाईले केवाईसी भर्दै हुनुहुन्छ त्यो संस्थाले चाहिँ व्यक्तिगत विवरण अथवा कम्पनीको संस्थागत विवरण भर्नु अनिवार्य हुन्छ, जुन हामीले ल एन्ड अर्डरले चाहिँ त्यो अनिवार्य गरेको छ र त्यो रुल्सलाई उहाँहरूले चाहिँ संस्थाले चाहिँ फलो गरेको हुन्छ। त्यो फलो गर्नुपर्ने अनिवार्य हुन्छ। त्यसकारणले गर्दाखेरि त्यो आफ्नो व्यक्तिगत विवरण भर्नका लागि तपाईलाई चाहिँ त्यो संस्थाले बोलाउँछ। अर्को चाहिँ तपाईको नेप्से, सेबोन, बैंक वित्तीय संस्थाहरूद्वारा तपाईलाई चाहिँ त्यो अनिवार्य गरिएको हुन्छ। अर्को चाहिँ तपाईले बिना केवाईसी, तपाईलाई अब वित्तीय कारोबार गर्नुपर्ने छ भने बिना केवाईसी, बिना फारम त्यो केवाईसी विवरण नभरिकन तपाईले त्यो वित्तीय कारोबार गर्न सक्नुहुन्न। बैंक मार्फत, ब्रोकर मार्फत कुनै पनि वित्तीय संस्थाबाट चाहिँ तपाईले त्यो वित्तीय कारोबार गर्न सक्नुहुन्न। त्यसैले तपाईले आफ्नो वित्तीय कारोबार गर्न बैंक वित्तीय संस्थाहरूबाट चाहिँ आफ्नो फाइनान्शियल ट्रान्ज्याक्सन गर्न चाहनुहुन्छ भने पनि तपाईले चाहिँ केवाईसी भर्नु अनिवार्य छ। र तपाईले आफ्नो आफूले कमाएको पैसालाई चाहिँ कतै लगानी गर्न चाहनुहुन्छ, बैंकमा राखेर ब्याज खान चाहनुहुन्छ, ब्रोकरमा चाहिँ गएर तपाईँ चाहिँ शेयर ट्रान्ज्याक्सन गर्न चाहनुहुन्छ, कहीँ चाहिँ कुनै पनि ठाउँमा संस्थामा गएर तपाईँ इन्भेस्ट गर्न चाहनुहुन्छ भने पनि तपाईले चाहिँ के गर्नुपर्ने हुन्छ भन्दाखेरि त्यो केवाईसी भर्नुपर्ने हुन्छ। त्यो भर्नु भएन भने त्योबाट तपाईँ वञ्चित हुनुहुन्छ। अर्को चाहिँ तपाईले त्यो केवाईसी भर्नुभयो राम्रोसँग भने तपाईँ जुन सेक्युरिटी पार्टहरू छ, सेक्युरिटी पार्ट छ, अहिले त विभिन्न डिजिटल माध्यममा राखिएका चिजहरू चाहिँ ह्याक हुने, तपाईको फ्रड हुने, सेक्युरिटी पार्टमा चाहिँ अलिकति समस्याहरू आउने भएको हुँदाखेरि तपाईले आफ्नो केवाईसीलाई राम्रोसँग भर्नुभयो, राम्रोसँग विवरण दिनुभयो र इन्फर्मेसनहरू चाहिँ प्रम्प्टली तपाईले चाहिँ विवरणहरू दिनुभयो भने तपाईले तपाईको आफ्नो चाहिँ खाताहरू सुरक्षित रहनका लागि बढी
चाहिँ एस्युरेन्स हुनको लागि चाहिँ तपाईँको सेक्युरिटी पार्टबाट हेर्दाखेरि एकदम राम्रो मानिन्छ। त्यसैले गर्दाखेरि तपाईँले चाहिँ आफ्नो विवरणहरू दिँदाखेरि पनि एकदम राम्रोसँग चाहिँ दिनु पर्यो। आफ्नो इमेल एड्रेस, फोन नम्बर, नागरिकता नम्बर, प्यान नम्बर, राष्ट्रिय परिचय पत्र नम्बर, यस्ता चिजहरू राख्दाखेरि चाहिँ आफ्नो व्यक्तिगत चाहिँ लिएर आफ्नो व्यक्तिगत विवरणहरू भर्दाखेरि चाहिँ आफ्नो सम्बन्धित नामको चाहिँ फोन नम्बर राख्ने, सम्बन्धित नामको चाहिँ इमेल एड्रेस राख्ने, हैन, प्यान कार्ड राख्ने, सिटिजनसिप नम्बरहरू राख्ने, यी कामहरू गर्नुभयो भने तपाईँको खाता सुरक्षित हुनबाट असुरक्षित हुनबाट जोगिन्छ र बढी सहजताका साथ तपाईँले कारोबार गर्न सक्नुहुन्छ र सेक्युरिटी पार्टबाट हेर्दाखेरि पनि तपाईँलाई सेफ फिल हुन्छ। अर्को छ तपाईँले केवाइसी खोल्दाखेरि बैंक वित्तीय संस्थामा गएर तपाईँले केवाइसी भर्नुभयो भने तपाईँले त्यहाँ डिजिटल माध्यमबाट तपाईँले कारोबार गर्दाखेरि तपाईँलाई एकदम छिटो छरितोसँग चाहिँ तपाईँले काम गर्न सक्नुहुन्छ। अब तपाईँलाई कसैले चाहिँ पैसा ट्रान्सफर गर्नुपर्ने छ भने तपाईँले अनलाइन मार्फत तपाईँले आफ्नो पैसा अर्को चाहिँ साथीको खातामा हालिदिन सक्नुभयो। तपाईँले सेयर कारोबार गर्न खोज्नुहुन्छ भने तपाईँले चाहिँ केवाइसी भरेर अनलाइन बनाउनु भएको छ भने तपाईँले चाहिँ अनलाइनबाट आफूले घरमै बसेर सेयर कारोबार गर्न सक्ने हुनुभयो। त्यसैले तपाईँले केवाइसी भर्नु चाहिँ अति आवश्यक छ र केवाइसी भरिसकेपछि आफ्ना विवरणहरू अद्यावधिक गर्नु पनि अति आवश्यक छ। अब अद्यावधिक गरेका विवरणहरू तपाईँले चाहिँ तपाईँको आफ्नो फोन नम्बर चेन्ज भएको छ भने फोन नम्बर तपाईँले चाहिँ तुरुन्त चाहिँ आफ्नो संस्थामा चाहिँ जानकारी दिइहाल्नु पर्यो त जहाँ तपाईँले कारोबार गर्नुहुन्छ। तपाईँको इमेल एड्रेस चेन्ज भएको छ भने तपाईँले तुरुन्त त्यहाँ जानकारी दिनु पर्यो। त्यो गर्नु भएन भने तपाईँलाई चाहिँ राइट इन्फर्मेसन तपाईँलाई बैंक वित्तीय संस्थाले पठाएको सेयर कारोबारमा कारोबार गर्नका लागि कारोबार गरिएका विवरण पठाएको चिजहरू चाहिँ तपाईँलाई इन टाइम नआउन सक्छ। चेन्ज भएको चिजहरू तपाईँले अद्यावधिक गराउनु भएन भने। र केवाइसी भर्दाखेरि नितान्त आफ्नै व्यक्तिगत विवरणहरू चाहिँ राख्ने गर्नुहोस्। इमेल एड्रेस राख्दाखेरि आफैले आफ्नै इमेल एड्रेस बनाएर आफ्नो इमेल राख्ने एड्रेस नै राख्नुहोस्। किनभने मलाई आउँदैन तेरो राख्दिएँ अर्कोको राख्दिएँ भनेर चाहिँ नगर्नुहोस्। बरु अरूलाई नै आफ्नो मोबाइलमा चाहिँ सहयोग लिएर आफूले चाहिँ आफै इमेल एड्रेस क्रिएट गर्न लाउनुहोस्, गर्नुहोस् आफै आफ्नो चाहिँ सहयोगी साथीहरू लिएर। र मोबाइल नम्बर राख्दाखेरि पनि तपाईँले आफ्नै चाहिँ नामको मोबाइल नम्बर राख्नुहोस्। त्यसले गर्दाखेरि तपाईँको चाहिँ खाताहरू सुरक्षित हुने गर्दछ र तपाईँले चाहिँ सहजका साथ कारोबार गर्नको लागि चाहिँ धेरै सहज हुनेछ। त्यसैले सेयर कारोबार गर्दाखेरि होस् या वित्तीय कुनै पनि वित्तीय संस्थाबाट चाहिँ फाइनेन्सियल ट्रान्जेक्सन गर्दाखेरि होस् तपाईँले केवाइसी भर्नु अत्यन्तै जरुरी छ। त्यसैले केवाइसी भर्नका लागि कुनै पनि वित्तीय संस्थाले तपाईँलाई आउनुहोस् तपाईँको रिन्यू गर्ने टाइम भएको छ भन्यो भने तपाईँले टाइम मिलाएर तपाईँ त्यहाँ गइदिनुहोस् र आफ्नो विवरणहरू अद्यावधिक गर्नुहोस्। त्यो कसका लागि भन्दाखेरि तपाईँकै लागि, तपाईँको आफ्नो सम्पत्ति त्यहाँ राखिएको छ नि त, त्यो सम्पत्ति सुरक्षित गर्नका लागि त्यो तपाईँको चाहिँ केवाइसी फारम भरिन्छ ताकि अन्य कुनै व्यक्तिले जसले त्यो तपाईँको खातालाई चाहिँ सञ्चालन गर्न खोज्यो भने अथवा चाहिँ कसैले फ्रड गर्न खोज्यो भने तपाईँको खातालाई चाहिँ दह्रो बनाउनको लागि, सुरक्षित बनाउनको लागि तपाईँलाई त्यो रिन्यू गरिदिनुहोस्। तपाईँको खाता स्वयंले चलाएको हो कि होइन भनेर चाहिँ आफूले चाहिँ गएर चाहिँ एस्युरेन्स गरिदिनुहोस् भनेर चाहिँ उसले बोलाएको हुन्छ। त्यसैले आफ्नो आइडी कार्ड लिएर सम्बन्धित जहाँ तपाईँले चाहिँ केवाइसी खाता खोल्नु भएको छ त्यहाँ उसले बोलाएको खण्डमा तपाईँले गएर चाहिँ भरिदिने गर्नुहोस्। यति निवेदनका साथ मैले यो सामान्य जानकारी तपाईँलाई दिएँ। यो दिएको जानकारी नितान्त तपाईँको चाहिँ नयाँ आउने जो सिक्न खोज्दै हुन्छ सेयर बजारमा अथवा चाहिँ बैंक वित्तीय संस्थामा खाता खोल्न खोज्दै हुनुहुन्छ, कसरी कारोबार हुन्छ भन्ने विषयमा चाहिँ जानकारी लिन खोज्नु भएको छ। केवाइसी भन्छन्, के हो केवाइसी भनेको भन्ने तपाईँलाई चाहिँ थाहा छैन। नितान्त बिगिनर्सहरूको लागि मैले यो भिडियो बनाइरहेको छु। आशा छ यो सामान्य तरिकाले मैले तपाईँहरूलाई बुझाउन कोसिस गरेको छु र यो मेरो कोसिस खेर जाँदैन भन्ने कुरामा म विश्वस्त छु र तपाईँले पनि यी चिजहरू फलो गरेर यो चिज मैले अहिले भनेका चिजहरूमा लाई ध्यान दिएर काम गर्नुहुन्छ भन्ने आशा राख्दै बिदा लिन्छु। धन्यवाद, नमस्कार।